अब शून्य समयको कार्यक्रम प्रारम्भ हुन्छ। शून्य समयमा बोल्न चाहनुहुने मान्य सदस्यहरूको लागि 1 मिनेटको समय निर्धारण गरिएको छ। सर्वप्रथम मान्य सदस्य अच्युत प्रसाद मैनाली। सम्माननीय सभामुख महोदय, राज्यका सबै निकायमा दलितलाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक, प्राविधिक र व्यवसायिक उच्च शिक्षामा दलितका लागि कानुन बमोजिम विशेष व्यवस्था गरिने कुरा संविधानको धारा 40 ले दलितको हक अन्तर्गत सुनिश्चित गरेको छ। संविधानको मौलिक हक अनुरूप शैक्षिक तथा आर्थिक सामाजिक रूपमा अत्यन्त पछाडि परेका डोम, बादी, चमार र मुसर समुदायका विद्यार्थीहरू स्नातक तहमा इन्जिनियरिङ र चिकित्सा शास्त्र समूहमा अध्ययनको लागि प्रोत्साहन गर्ने नीति अनुरूप शिक्षा मन्त्रालयको विशेष छात्रवृत्ति सम्बन्धी कार्यविधि 72 बमोजिम विश्वविद्यालय अनुदान आयोग मार्फत करिब 27 जना जेहनदार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरी डाक्टर इन्जिनियर बनाउने सरकारको कार्यको प्रशंसा गर्दै धन्यवाद दिन चाहन्छु। तर पछिल्लो केही वर्षदेखि विश्वविद्यालय अनुदान आयोगले प्रदान गर्दै आएको छात्रवृत्ति कार्यक्रम स्थगित गर्नु दुःखदायी रहेको छ। तसर्थ विपन्न र सीमान्तकृत समुदायलाई स्तर उन्नतिका साथै मानव सूचकाङ्कमा वृद्धि गर्नको लागि उक्त कार्यक्रमलाई निरन्तरता गर्दै समावेशी समानुपातिक तौरबाट पर्याप्त बजेट विनियोजन गर्न नेपाल सरकारको ध्यान आकर्षण गर्छु। धन्यवाद। मान्य सदस्य अञ्जनी श्रेष्ठ। सम्माननीय सभामुख महोदय, 115औं अन्तर्राष्ट्रिय नारी दिवस भर्खरै हामीले मनायौँ, तर महिला हिंसालाई जतिसुकै कडा कानुन हुँदा पनि न्यूनीकरण गर्न सकेनौँ। दिनदिनै महिला हिंसाका घटनाहरू बारम्बार घटेको घटै छ। अब त स्वदेशमा मात्र नभई विदेशमा समेत नेपालको चेलीहरूको हिंसा बढ्दैछ। आखिर किन? त्यस्तै हाल बजारमा इभी गाडीहरू बढ्दो छ, तर इभी गाडी र पेट्रोलको गाडीको भाडा फरक किन हुँदैन? बजारभरि जनगुनासो व्यापक छ, तर अर्को पक्ष भन्नुपर्दा सरकारले पेट्रोलको भाउ घटाउँदै तर गाडीहरूको भाडा घट्नुपर्नेमा छैन किन? पेट्रोलको भाडा बढेको समाचारमा आउने बित्तिकै त्यसै दिनबाट गाडीको भाडा बढाउँछ। यस्तो स्थिति हुँदा पनि सम्बन्धित निकाय किन मौन छ? यस्तो किन हुन्छ सधैँ? सम्बन्धित सभामुख मार्फत सम्बन्धित मन्त्रालय ध्यान आकर्षण गर्न चाहन्छु। जय नेपाल। मान्य सदस्य अनिता देवी। सम्मानीय सभामुख महोदय, आज फेरि विधिको शासनमा भुइँचालो आएको छ। वैशाख 17 गतेका दिन जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको पार्टी एकता हुन अगावै नागरिक उन्मुक्ति पार्टी संरक्षक माननीय रेशम चौधरीज्यूलाई अपहरण शैलीमा गिरफ्तार गरेर दिल्ली बजारको कारागारमा लग्यो। सम्मानीय सभामुख महोदय, मधेसी, थारू, मुस्लिम, आदिवासी जनजाति कहिले सरकारले त कहिले न्यायालयले अपहेलना गर्दै आइरहेको छ। तर जुन न्यायालयलाई हामी सम्मानित अदालतबाट हामी निष्पक्ष न्याय पाउँछौँ भनेर आशा राखेको हुन्छ, तर आज विश्वास गुमाएको छ। जुन कार्यले गर्दा उक्त घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही होस् भन्ने सरकारसँग जोरदार माग गर्दछु। आज जनक महाराज सीताको जयन्तीको शुभकामना सम्पूर्ण नेपाली दाजुभाइहरूमा शुभकामना दिँदै बिदा हुन चाहन्छु। धन्यवाद। मान्य सदस्य अमनलाल मोदी। सामान्य सभामुख महोदय, हामीलाई थाहा छ नेपालको सबभन्दा एउटा चाहिँ काठमाडौँ पछिको विराटनगर एउटा पुरानो सहर हो र दोस्रो सहर पनि हो। तर मैले विशेष रूपमा विराटनगरको बारेमा कुरा गर्दै गर्दा आजसम्म चाहिँ विराटनगरको रिङ रोडमा पर्याप्त बजेट विनियोजन भएको छैन। त्यसै गरी केशलिया खोलामा करिडोर बनाउनको निम्ति पर्याप्त बजेट विनियोजन भएको छैन। त्यसै गरी सिङ्या खोलामा पर्याप्त बजेट विनियोजन भएको छैन। र बाढी जब आउँछ, अहिले वर्षाको समय सुरु भयो, अब त्यहाँ चाहिँ विराटनगर डुबानको रूपमा चाहिँ जान्छ। यस्तो बेलामा विराटनगरलाई चाहिँ एउटा आधुनिक सहर बनाउनको निम्ति मैले धेरै पटक संसदमा बोले, अहिलेसम्म पर्याप्त बजेट विनियोजन भएको छैन। तसर्थ यो पल्टको बजेटमा चाहिँ विराटनगरलाई पर्याप्त बजेट विनियोजन गर्ने निम्ति विशेष अपिल गर्न चाहन्छु। त्यसै गरी ग्रामथानको तपाईँले नेता चोकदेखि बाहुनी सडक चाहिँ ठुलो नहरमा कालो पत्रको चाहिँ धेरै वर्षदेखि। मान्य सदस्य अमरबहादुर थापा। धन्यवाद सभामुख महोदय।
नेपाल सरकारको यस वर्षको नीति कार्यक्रमले शिक्षालाई केही सम्बोधन गरेको छ, लागू गर्छ गर्दैन, नेपालमा लेख्ने चलन छ, कार्यान्वयन गर्ने चलन छैन। र यो नीति कार्यक्रमले राज्यलाई उत्पादनमा लगाउने कुरा बोलेन, अनि राज्यलाई उत्पादनमा नलगाउने 2026मा अति कम विकसित राष्ट्रबाट विकासोन्मुख राष्ट्रमा पुर्याउने भन्ने कुरा कसरी लागू होला। अब त्यसैले यो तरिका पनि राज्यको ठिक भएन। नीति कार्यक्रमले प्रष्ट रूपले राज्यलाई उत्पादनमा लगाउने, राज्यलाई अगाडि बढाउने वातावरण सृजना गर्नुपर्छ। तेस्रो कुरा, सुर्खेत दैलेख महाबुद सडकलाई गौरवको आयोजना भन्ने 2 करोड 1 करोड रुपियाँ हालेर कहिले जुम्लाका जनताले त्यो सुविधा प्राप्त गर्न सक्छन्। 79 किलोमिटर बाटो फरक पर्ने कर्णाली राजमार्गभन्दा त्यति बाटो फरक पर्ने बाटोलाई पनि जनताका पक्षमा उत्पादन र लगानी जनतालाई कम हुने वातावरणमा यो राज्य। माननीय सदस्य डाक्टर अमरेश कुमार सिंह। सम्मानीय सभामुख महोदय, हाम्रो असन्तुलित परराष्ट्र नीतिले नेपाललाई कहाँ पुर्याउला, नेपाली जनतालाई कहाँ पुर्याउला। आज नेपालको गरिबी र पछौटोपनको कारण एउटा हाम्रो असन्तुलित परराष्ट्र नीति हो, किनकि हामी असंलग्न राष्ट्रको रूपमा कसैप्रति टिल्डो हुँदैन। मैले कुरा यो किन भन्न खोजेको भने अहिले भारत र पाकिस्तानको भारतको काश्मीरको पहलगाम घटना भएपछि भारत पाकिस्तानको त्यो बिचमा तनाव छ, कुनै बेला पनि युद्ध हुन सक्छ। त्यस्तो बेलामा नेपाल सरकारले हिजो छाडिएपछि 4 मईको 11 जना पाकिस्तानी आर्मीको डेलिगेसन बोलाएको छ। नेपाल सरकारले के मेसेज दिन खोजिरहेछ? त्यो पाकिस्तानी आर्मीको डेलिगेसन कतार एयरवेजको फ्लाइट नम्बर 646 बाट एयर क्याडर साद मन्सुर अन्सारीको नेतृत्वमा आएछ। के हामी कसैसँग पक्ष लिन मिल्छ? किनकि हाम्रो मेसेजिङ यो टाइमिङ गलत हो। पाकिस्तानको मान्छे आउनुहुने त्यो भन्न खोजेको होइन, तर एकातिर हाम्रो छिमेकीसँग इभन जसमा नेपाली व्यक्ति पनि हत्या भयो। माननीय सदस्य अर्जुन नरसिंह केसी। सभामुख महोदय, राजधानी नुवाकोट सदरमुकाम जोड्ने बालाजु रानीपो वा नुवाकोटलाई काठमाडौँ जोड्ने पहिलो बाटो हो। यसले नुवाकोट मात्रै होइन, धादिङ र रसुवाको धेरै भेगलाई प्रतिनिधित्व गर्छ। यो बाटो 2071 सालमा सम्झौता भएर 73 सालमा पुरा गर्ने राष्ट्रिय सङ्कल्प थियो, तर 5-6 वर्ष 7 चोटि सरेर अहिलेसम्म त्यसलाई सुधार र निर्माण गर्ने काम त होइन, असरल अवस्था छ। यो दुःखद अवस्थामा म गम्भीर रूपबाट सरकारको ध्यान आकर्षण गर्न चाहन्छु र यसपालिको बजेटमा यसलाई सम्पूर्ण रूपबाट निर्माण कार्य सम्पन्न गर्ने गरेर राखियोस् भन्ने पनि माग गर्न चाहन्छु। यसले गर्दा त्यो भेगका जनता अत्यन्त आक्रोशित र चिन्तित छन्। अर्को, त्यसै गरी नुवाकोटको 7 तले दरबार क्षतिग्रस्त भएको 9 वर्ष 10 वर्ष हुन थाल्यो। कार्यक्रम त सुरु भएको छ, अहिलेसम्म त्यो जुन खालको हलमल छ त्यसलाई यथाशीघ्र सम्पन्न गराउनको निम्ति मित्र राष्ट्र चीनसँग सम्बन्धित एकाइले। माननीय सदस्य आसमा कुमारी चौधरी। सम्माननीय सभामुख महोदय, यो वर्ष नेपालमा अलि चाँडै मनसुन सुरु हुने मौसम विदहरूको भविष्यवाणी छ, जस अनुसार प्री मनसुन त सुरु नै भइसक्यो। अब केही समयपछि पूर्ण मनसुन सुरु हुन्छ। यसलाई मध्यनजर गरेर नेपाल सरकारको गृहमन्त्रीज्यूले बाढी पहिरोबाट हुन सक्ने क्षतिको सम्भावनालाई मध्यनजर गरी आवश्यक पूर्व तयारी कार्यको पहल लिन सुरुआत गर्नुभएको कुरा बाहिर आएको छ। त्यसका लागि म नेपाल सरकार र गृहमन्त्रीज्यूलाई धन्यवाद दिन चाहन्छु। धन्यवाद। माननीय सदस्य ईश्वरबहादुर रिजाल। सम्माननीय सभामुख महोदय, नेपाली नागरिक कमल ढकाल अमेरिकाको न्युरो सम्बन्धी मेडिसिन उत्पादन गर्ने इन्स्टिच्युटमा काम गर्नुहुन्छ। त्यहाँ न्युरो सम्बन्धी मेडिसिनको परीक्षण यो म्याक टेल्ट भन्ने बानर जातिमा गरिन्छ। त्यो
त्यो चिनमा पाइन्छ, त्यो नेपालमा पाइन्छ र त्यो इन्डोनेसियामा पाइन्छ। र प्रत्येक बाँदरको 60,000 अमेरिकी डलर पर्छ र अमेरिकाले प्रति वर्ष 30,000 जति अझ 30,000 भन्दा बेसी बानरहरू आयात गर्ने गर्दछ। त्यसकारण हाम्रो यहाँ त्यही बानरले किसानहरूलाई प्रलय क्षति पुर्याइराखेको छ। हामी जनसङ्ख्या न्यूनीकरण गर्नको निम्ति फ्यामिली प्लान गर्छौँ, 3 महिनासम्मको चाहिँ बच्चा भ्रूण पतन गराउने कानुन बनाउँछौँ, तर अनि श्रम बाहिर निर्यात गर्छौँ। तर जुन जन्तुहरूले जुन जनावरहरूले यहाँ अनावश्यक भइसकेर जनताहरूलाई नोक्सान। माननीय सदस्य ईश्वरी घरती। सम्मान्य सभामुख महोदय, विवाह गर्ने कानुनी उमेर 20 वर्षबाट घटाएर 18 वर्ष पुर्याउने विषयमा भइरहेको बहसप्रति चिन्ता व्यक्त गर्दै विद्यमान कानुन, नेपालको संविधान, मुलुकी देवानी संहिता 2074, बालबालिका सम्बन्धी ऐन 2075, बालविवाह अन्त्य सम्बन्धी रणनीति 2072, राष्ट्रिय बालबालिका नीति 2080 मै अडिग रहन सरकारसँग माग गर्दछु। यी कानुनहरू निर्माण गर्ने क्रममा पनि अध्ययन, विश्लेषण, बहस र छलफल धेरै गरेर नेपालको परिवेश अनुसार निर्णय गरिएको हो। सभामुख महोदय, विश्वमा अति उच्च मातृ मृत्युदर र शिशु मृत्युदर भएका मुलुकहरूमध्ये नेपाल पनि एक हो। बालविवाहले बच्चा जन्माउने क्रममा जटिलता आउने, समयमा उपचार नपाउने कारणले यी जोखिम छन् भने उनीहरू शिक्षाबाट वञ्चित भई आत्मनिर्भर बन्ने अवसर गुम्दा स्वयं व्यक्ति, परिवार, समाज र राष्ट्रलाई हानि हुन्छ। त्यसैले किशोर किशोरीहरूलाई शारीरिक, मानसिक, शैक्षिक, आर्थिकमा परिपक्व र सक्षम बनाएर विवाह गर्दा मात्रै समृद्ध नेपाल, सुखी नेपालीको आकाङ्क्षा पूरा हुनुका साथै सभ्य समाजको निर्माण हुन्छ भन्ने कुरा हेक्का राख्न जरुरी छ। बरु 20 वर्ष मुनिका किशोर किशोरीका समस्याको पहिचान गरी सम्बोधन गर्नेतर्फ केन्द्रित हुन म सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराउँछु। धन्यवाद। माननीय सदस्य ईश्वरी देवी नेउपाने। सम्मान्य सभामुख महोदय, वर्षा सुरु हुन थाल्यो, नदी किनाराका जनता फेरि त्रसित हुन थालेका छन्। टिकापुर 5 दौलतपुर घाटमा गत वर्ष बर्सातमा जनप्रतिनिधि, स्थानीय जनता, प्रशासन, प्रहरीले तत्कालै रोकथाम नगरेको भए कर्णाली नदीले ठुलो जनधनको क्षति गर्ने थियो। मान्य मन्त्रीजीको समेत सक्रियतामा बल्ल तल्ल त्यो अनिष्टबाट बच्यो, तर त्यसपछि एउटा ढुङ्गा पनि थपिएको छैन। त्यस्तै टिकापुर 8 अरुणा फाटामा सुक्खा मौसममा आज पनि कर्णाली नदीले निरन्तर काटिरहेको छ। अब 400 मिटर काट्यो भने नदीले बाटै परिवर्तन गरेर बस्तीको ठाउँमा हामीले नदी बगिरहेको भेटाउनेछौँ। सभामुख महोदय, यसअघि पनि यो कुरा मैले सदनमा राखेको हुँ, कार्यान्वयन अझै हुन सकेको छैन। सभामुख मार्फत सम्बन्धित मन्त्रालयको गम्भीर रूपले ध्यानाकर्षण गराउँछु। धन्यवाद। माननीय सदस्य उर्मिला माझी। सम्माननीय सभामुख महोदय, आज म सुदूरपश्चिमका जनताले भोगेका समस्या उठाउन गइरहेको छु। सामरिक महत्त्व बोकेको महाकाली करिडोर अन्तर्गत सुदूरपश्चिम प्रदेशको दार्चुला स्थित तिङ्कर सडक बजेट अभावले निर्माण अलपत्र पर्ने अवस्थामा छ। 65 सालमा सुरु भएको सडक यतिका वर्षसम्म त्यो सडक जोडिएको छैन। ब्यास 1 छाङरुक तिलङ्कार वासीहरूले आफ्नै सदरमुकाम खलङ्गा आवाजात गर्न भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहिआएको छ। आफ्नै गाउँ जान जिल्ला समन्वय समितिलाई प्रत्येक वर्ष गाईबस्तु, भेडा, बाख्रा आदिको समेत पास बापत शुल्क तिर्नुपर्ने उल्झन रहिआएको छ। सभामुख महोदय, यो सडक कुनै जिल्लाको भूगोल मात्रै जोड्ने सडक नभई चीन र भारतसँगको सीमा सम्बन्ध कायम गर्ने सडकको रूपमा रहेको छ। यो कुरा नेपाल सरकारले कहिले बुझ्ने? तिङ्कर सडक सबै नेपालीको सडक हो। त्यहाँका नागरिक भन्छन्, हामी चुच्चे नक्सा सार्वजनिक गरेकोमा जति खुसी भएका छौँ, योभन्दा बढी यो सडक निर्माण पछि खुसी हुनेछौँ। यो रणनीतिक महत्त्व बोकेको सडकको निर्माणमा पर्याप्त बजेट उपलब्ध गराउन त्यहाँको माननीय सदस्य ऋषिकेश पोखरेल। सम्माननीय सभामुख महोदय, मोरङ जिल्लाको रतुवामाई नगरपालिका र सुनवर्सी नगरपालिकामा 2071 सालदेखि सुरुवात भएका 4वटा पुलहरू छन्। अल्टाई होली पुल, कट्नु खोला पुल, मरिया बक्रा खोला पुल र लारीकट्टा सौठा जोड्ने दादरा खोला पुल 71 सालदेखि बनेको बनै छ। त्यसका निर्माण सामग्रीहरू कुहिने ठाउँमा पुगिसके। अहिलेसम्म ती महत्त्वपूर्ण बाटोमा वैकल्पिक रोड समेत छैन। त्यसकारण म सभामुख मार्फत सम्बन्धित मन्त्रालयको गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु। यो सँगसँगै मोरङ खण्डको हुलाकी सडक
अब यो वर्षासँगै केही खण्ड बन्द हुने परिस्थितिमा छ। त्यसकारण तत्काल हुलाकी सडकलाई यो वर्षामा बन्द नहुने प्रबन्ध गर्न म सभामुख मार्फत फेरि म सम्बन्धित निकायको माननीय सदस्य एकनाथ ढकाल। सभामुख महोदय, आन्दोलनरत शिक्षकहरूको मागलाई सरकारले सहमति गरेसँगै मन्त्री परिषदको बैठकबाट माग सम्बोधन गर्नको लागि 8वटा निर्णय गरेर सरकार धन्यवादको पात्र भएको छ। अब पालो चाहिँ गरिएको सहमतिको कार्यान्वयन हो, तसर्थ सरकारले शिक्षकहरूसँग गरिएको सहमतिको कार्यान्वयन आउँदो बजेटबाट गर्नुपर्छ। विगतमा सरकारहरूले सहमति गर्दा उदारता देखाउने अनि कार्यान्वयनमा अनुदार हुने गरेकोले शिक्षकहरू अझै आश्वस्त हुन सकेका छैनन्। अहिलेको जनउत्तरदायी सरकारले शिक्षकहरूसँग गरेको सहमतिका बुँदाहरू उपचारमा सहुलियत दिने, विद्यालय कर्मचारी र इसिडीका शिक्षकहरूको तलबको सम्बन्धमा अस्थायी प्रकृतिका शिक्षकहरूको सेवा, सामाजिक सुरक्षा कोष, दुर्गम भत्ता, ग्रेड समायोजन, मर्यादा क्रम, नियमावली प्रथम र मावि द्वितीय बीच तलबमा समानता बनाउने, राहत शिक्षक लगायतका विषयहरू ढिलासुस्ती नगरी कार्यान्वयन गर्नको लागि सम्माननीय सभामुख महोदय मार्फत म नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु। धन्यवाद। माननीय सदस्य किरण कुमार शाह। सम्माननीय सभामुख महोदय, भारतको किट विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रिसा शाहको आत्महत्याले हामीलाई सबैलाई स्तब्ध तुल्याएको छ। एक होनार छात्राको जो उज्यालो भविष्य सपना लिएर विदेश गएकी थिइन्, शैक्षिक संस्थामै मानसिक पीडाका कारण यस्तो मृत्युमा पुग्न गम्भीर चिन्ताको विषय हो। यस घटनाले वैदेशिक शिक्षामा रहेको नेपाली विद्यार्थीहरूका लागि आवश्यक मनोसामाजिक सहयोग, उचित संवाद प्रणाली र आपतकालीन सहायता संयन्त्रको अभाव स्पष्ट देखाएको छ। म सरकारसँग घटनाको निष्पक्ष छानबिन सम्बन्धित निकायहरूसँग समन्वय गर्न नेपाली दूतावास मार्फत परिवारलाई आवश्यक सहयोग पुर्याउन र विदेशमा अध्ययनरत विद्यार्थीहरूका लागि मनोपरामर्श तथा सुरक्षा सम्बन्धी संयन्त्र विकास गर्न अनुरोध गर्दछु। प्रिसा शाहप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै यस संसद मार्फत शोक सन्तप्त परिवारमा गहिरो संवेदना प्रकट गर्दछु। साथै सम्मानीय सभामुख महोदय, हाम्रो देशको राष्ट्रिय विभूतिको रूपमा रहेको माता सीताको जन्म जयन्तीमा बिदा किन दिँदैन? सीता जयन्तीको अवसरमा आउने माननीय सदस्य गङ्गा कार्की। सभामुख महोदय, नेपाल बिमा प्राधिकरणको अध्यक्षमा मापदण्ड नै नपुग्ने व्यक्तिलाई नियुक्ति गरेकोमा आपत्ति प्रकट गर्दै तत्काल छानबिन गरी सदनलाई जानकारी गराउन सभामुख मार्फत जोडदार माग गर्दछु। बिरामीले स्वास्थ्य बिमा उपयोग गर्न स्वास्थ्य बिमा बोर्डले झमेला सिर्जना गरेर सर्वसाधारणलाई सेवाबाट वञ्चित गरेको छ। स्वास्थ्य बिमा केन्द्र तोकिएको छ, सो केन्द्रबाट रिफर पेपर नल्याई अन्य अस्पतालमा बिमा सेवा लिन नपाइने अवस्था छ। ठुलो अस्पतालमा केन्द्र तोकिएको भए सानो अस्पतालमा बिमा सेवा रिफर गर्न नपाइने अवस्था छ। जुनसुकै रोगको रिफर लेटर छ त्यो भन्दा अर्को रोग देखिएमा बिमा सेवा लिन नपाइने अवस्था छ। रोग उपचारको प्याकेज बनाइएको छ, जस्तै दमरोगका बिरामीले रु 9,600 मात्रै को बिमा उपचार गर्न पाउँछन् र त्योभन्दा बढी आफैले बेहोर्नु पर्ने प्रावधान छ। यो सबै बिचौलियाको खेल, पीडितहरू झन् ठगिने अवस्था छ। सबै बिमा परिचय पत्र डिजिटलाइज छन्। बिरामीले माननीय सदस्य डाक्टर चन्दा कार्की भण्डारी। सम्मान्य सभामुख महोदय, नेपालको संविधानको धारा 42ले स्पष्ट भन्छ, अपाङ्गता भएका व्यक्तिलाई राज्यले विशेष संरक्षण गर्दछ। तर यथार्थमा बयान गर्न चाहन्छु, शारीरिक अपाङ्गता भएका करिब 6 लाख र अटिजम र डाउन सिन्ड्रोम जस्ता बौद्धिक अपाङ्गता भएका 2 लाखभन्दा बढी नागरिकहरू वर्षौँदेखि नीति र बजेटका पानामा त छन्, तर सरकारको कार्यान्वयनमा हराएका छन्। सभामुख महोदय, राज्य भनेको सबैको लागि हो, तर राज्यको पहिलो जिम्मा बोल्न नसक्ने, आफ्नो हक माग गर्न नसक्ने कमजोर नागरिकहरूप्रति हो। त्यसैले सरकारसँग म 3 वटा माग गर्दछु कि यो वर्ष यी नागरिकहरूका लागि प्रदेश स्तरमा विशेषज्ञ केयर होम र समावेशी विद्यालयहरूको स्थापना गरियोस्, स्वास्थ्य बिमा र सामाजिक सुरक्षा व्यवस्था सुनिश्चित गरियोस् र यसको कार्यान्वयन हेर्ने एउटा स्वतन्त्र निगरानी समिति बनाइयोस्। किनकि यिनीहरूले दया होइन, सम्मान र अवसर खोजेका हुन् र राज्यले नजरअन्दाज होइन उनीहरूको उत्तरदायित्व लिन पर्छ।
होइन भने सभामुख महोदय राज्यको नैतिकता पनि अपाङ्ग भएको ठहरिनेछ। धन्यवाद। माननीय सदस्य चन्द्रबहादुर विश्वकर्मा। सम्माननीय सभामुख महोदय, शिक्षकहरूको आन्दोलन 28 दिनपछि सरकारले समझदारी गरेर स्थगित गरिएको छ। त्यहीसँगै माइतीघर मण्डलामा आज 65 दिनसम्म त्यही कर्मचारीहरू आन्दोलित हुँदाखेरि पनि राज्यले सुनिएको छैन। दलित विकास समिति, वादी विकास समिति र पिछडा वर्ग उत्थान विकास समितिका सम्पूर्ण कर्मचारीहरू कि 20 देखि 30 वर्षसम्म कार्यरत कर्मचारीहरू आज सडकमा आन्दोलित छन्, सरकारले सुनेको छैन। त्यसकारण उहाँहरूका माग सम्बोधनको लागि सरकारले निजहरूलाई वार्तामा बोलाइ सहमति गरोस् भन्ने कुरामा अनुरोध गर्न चाहन्छु। हस्त, धन्यवाद। माननीय सदस्य चित्रबहादुर केसी। सभामुख महोदय, 62-63 सालको गणतान्त्रिक लोकतान्त्रिक आन्दोलनका घाइते कालीकोट मान्माका कर्णबहादुर साई सख्त घाइते भएपछि सरकारले उनलाई चाहिँ आर्थिक सहायता गरेको थियो घाइतेको नाताले। 79 मा चुनाव भयो, वार्ड सदस्य फेरिएपछि व्यक्तिगत रिसिभीको कारणले उनले चाहिँ घाइतेले पाइरहेको त्यो चाहिँ सहयोग पछि चाहिँ बन्द भएको छ। र यसरी सरकारले एउटा सरकार आउँछ दिन्छ, त्यहाँ वार्ड जनप्रतिनिधिले त त्यो पीडितको पक्षमा पो काम गर्ने हो र पीडितले पाइरहेको चाहिँ सहायता खोज्नु अत्यन्त चाहिँ एउटा निन्दनीय कुरा हो। त्यस कारणले सम्माननीय सभामुखज्यू मार्फत सम्बन्धित पक्षको म ध्यान आकर्षण गर्छु। उक्त घाइते कर्णबहादुर साईलाई उनलाई दिँदै आएको त्यो आर्थिक सहयोग पुनः दिइयोस्। धन्यवाद। माननीय सदस्य छिरिङ लामु लामा तामाङ। सम्माननीय सभामुख महोदय, भारतले नेपाली भूमि लिपुलेख हुँदै मानव सरोवर यात्रा खुलाएको कुरा मिडियामा आएको छ। यसको बारेमा सरकारको आधिकारिक धारणा के हो? लिपुलेख लगायतका क्षेत्रलाई नेपालको नक्सामा समावेश गरेर राष्ट्रवादी बन्न खोजेका तत्कालीन प्रधानमन्त्रीज्यू संयोगले अहिले पनि नेपालको प्रधानमन्त्री हुनुहुन्छ। उता नेपाली भूमिबाट अर्को छिमेकी देशमा जाने पदयात्राको विज्ञप्ति जारी हुँदै गर्दा सरकारको यो विषयमा के गरिरहेको छ? प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बीच थाइल्यान्डमा भनिएको 1-to-1 वार्तामा परिणाम यस्तै हुन् त? त्यसैले सभामुख महोदय, राष्ट्रियताको सवालमा बोलेर चर्चा कमाउनुभन्दा कूटनैतिक पहल गर्न सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। धन्यवाद। माननीय सदस्य छिरिङ डमडुल लामा भोटे। सभामुख महोदय, हाम्रो हिमाल जोगाउँ, हाम्रो शिर जोगाउँ, हाम्रो मुटु जोगाउँ, सिङ्गो जीवन जोगाउँ। जलवायु परिवर्तन सम्बन्धी राज्यले प्रभावकारी कार्यक्रम ल्याउन म माग गर्दछु। जल अमृत, वायु अमृतलाई शुद्ध बनाऊ। हरियो वन नेपालको दनलाई वास्तविकतामा बदलौँ। हुम्ला जिल्लाको हल्जी गुम्बा, बैफुक गुम्बा, रलिङ गुम्बा र खारपुनाथलाई विश्व सम्पदा सूचीमा दर्ता गर्न सरकारसँग माग गर्दछु। कर्णाली कोरिडोर अन्तर्गत सल्लिसल्ला खारपुनाथ पुल, सिमीकोटबाट तुमकोट खोला मोटर कौगुङ खोला हुँदै वैकल्पिक सहायक राजमार्ग र हिल्सा सडकको स्तर वृद्धिको लागि पर्याप्त बजेटको व्यवस्था गरियोस्। हवाई जहाजको चर्को भाडा दर घटाउन र सुर्खेत नेपालगञ्जमा कर्णाली र विशेष गरी हुम्ला जिल्लाको लागि प्लेन स्ट्यान्ड बाई राख्न पर्यटन मन्त्रीज्यूलाई म ध्यान आकर्षण गर्न चाहन्छु। भगवान बुद्धको जन्मदिन, बुद्धत्व प्राप्त गरेको दिन र महापरिनिर्वाण भएको दिन बारे खास जन्मदिनलाई मान्य गरी सरकारले ठोस क्यालेन्डर बनाउन म माग गर्दछु। धन्यवाद। माननीय सदस्य जनार्दन शर्मा। सभामुख महोदय, संसदमा पटक पटक विषयहरू उठेका छन्, प्रश्नहरू उठेका छन्। नेता रमेश चौधरीलाई नक्कली पत्र बनाएर किन जेल राखियो र गभर्नर नियुक्ति गर्न नसक्ने अवस्था किन आयो? विश्वविद्यालयका विषयहरू किन खाली भइरहेका छन्? स्वास्थ्य बिमा किन भुक्तानी गरिँदैन? मध्य पहाडी कोरिडोर, भेरी नदी पुल, मेगा पुल, घरेला पुल, जलीगार पुल, तमोर कोरिडोर र हुलाकी मार्गका अल्पत्र पुल निर्माण कहिले हुन्छन्? प्रश्न जिज्ञासा संसदमा दैनिक हामीले राखिरहेका छौँ। यी जनताका प्रश्न हुन्, यी जनप्रतिनिधिका प्रश्न हुन्, यी सुशासनसँग सम्बन्धित प्रश्न हुन्, यी राष्ट्र निर्माण गर्नेसँग सम्बन्धित प्रश्न हुन्।
तर सरकार समाधानतिर होइन, जवाब पनि दिन तयार छैन। यो गैर जिम्मेवारी किन? सभामुख महोदयलाई म भन्न चाहन्छु, आग्रह गर्न चाहन्छु कि शून्य समय शून्यमा उडाउनको लागि हो भने बन्द गरौँ, होइन भने सरकारलाई गम्भीर भएर जवाब दिनका लागि सभामुख मार्फत निर्देशनको लागि माग गर्छु। धन्यवाद। माननीय सदस्य जावेदा खातुन जागा। सम्माननीय सभामुख महोदय, लामो समयदेखि संसदमा र समितिमा अड्केका महत्त्वपूर्ण विधेयकहरू, आमाको आधारबाट दिने भनिएको नागरिकता विधेयक, शिक्षा विधेयक, निजामती कर्मचारी विधेयक, प्रहरी ऐन लगायतका विधेयकहरू यसै छैठो अधिवेशनबाट दुवै सदनबाट पास होस् भन्ने म सरकारसँग आग्रह गर्न चाहन्छु। हुन त नीति तथा कार्यक्रममा पनि यी विषयहरू समेटिएका छन्, तर पनि सरकारले तत्काल यसको समाधान गरोस् भनीमा सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। सभामुख महोदय, लाखौँ युवाहरू नेपाली आमाबाट नेपालमा जन्मेका, आधा उमेर बितिसक्दा पनि आफूहरू अनागरिक भएर बसेको पीडा र राज्यको सेवा सुविधाबाट वञ्चित रहेका लाखौँ युवाहरूको नागरिकताको समस्या तत्काल सरकारले समाधान गरोस् भन्नेमा सरकारसँग माग गर्न चाहन्छु। साथै शिक्षकहरू। मान्य सदस्यहरू, शून्य समयमा मान्य सदस्यहरूले बोल्ने क्रम यही समाप्त हुन्छ। मान्य सदस्यहरू, सम्माननीय